यहाँ चढ्न पर्यो अनि फिटिङ गर्नु पर्यो। यस्तो छ डेन्जर जिन्दगी जिन्दगी कस्तो छ भन्दाखेरि चाहिँ कस्तो छ। वेलकम। आज पनि देखिहाल्नु होला खतराईको सायद लाइट सुरुमै राखिदिएको थिएँ हैन। भिडियो अन्तिमसम्म हेर्नु होला। मन परे लाइक कमेन्ट गर्नु होला। सिलिकन प्रोफाइल लाइट कसरी फिटिङ गरिन्छ भनेर हेर्दै जानु होला। भिडियोहरूलाई लाइक कमेन्ट र सेयर पनि गरिदिनु होला। फर्स्ट टाइम र फर्स्ट सुन्दरराज नगरपालिकामा चाहिँ हामीले यो प्रोफाइल सिलिकन प्रोफाइल लाइटलाई फिटिङ गरिरहेका छौँ। ल हेर्नु होला। कटिङ हुँदैछ। 3 तला माथि चाहिँ यो हाम्रो अहिलेको नयाँ डिजाइनको प्रोफाइल लाइट राख्नको लागि। त्यसरी हामीले कटिङ गरिसके पछाडि चाहिँ अनि त्यसमा चिपिङ गरेर हामी लाइटको साइज अड्छ अड्दैन भनेर त्यहाँ हामी पुरा मार्किङ गर्छौँ, हेर्छौँ। अनि त्यो हेरिसके पछाडि अब चाहिँ हामी माथि चढ्न रेडी भइरहेको। बेल्ट सेफ्टी बेल्ट बाँधिवरी चढेर लाइट फिटिङ गर्नको लागि। त्यो आरी थिएन, आरीमा बनाउनु पर्थ्यो। यहाँ चढ्न पर्यो अनि फिटिङ गर्नु पर्यो। यस्तो छ डेन्जर जिन्दगी जिन्दगी कस्तो छ भन्दाखेरि चाहिँ कस्तो छ जिन्दगी कस्तो छ जिन्दगी बोल्दैन फेरि। त्यहाँ एउटा घर बन्दैछ ठुलो साइड 2 कोठाको। त्यो ठेका लिने त्यहाँ ठेका लिने। आज हाम्रो सिलिकन प्रोफाइल लाइट हो यो। सिलिकन प्रोफाइल लाइट यहाँ डोरी नै भित्र सिधै छ। यो चाहिँ डाइरेक्ट चल्ने 220 बाट चल्ने स्पिड हो यो। डाइरेक्ट यहाँ हेर्नुहोस् लेखेकै छ 220 AC 220 भोल्ट भनेर। यो चाहिँ सिलिकन हो। अब यसमा हामी लाइट तान्छौँ। हाम्रो यहाँ चाहिँ लाइट धागोमा हामीले बाँधेर तान्दैछौँ। एकदम सुल्टो हुनु पर्यो। एकजना उता परतमा बसेर तान्दैछ। यो चाहिँ यसको नाम चाहिँ सिलिकन प्रोफाइल लाइट हो। ताना 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 बिस्तारी। डाइरेक्ट 220 मा बोल्छ यो। 220 भोल्टेजमा हामीले पुरा यहाँ चाहिँ लाइट फिट गरिसकेर अहिले त्यो लाइटलाई चाहिँ सुतीको कपडाले त्यो लागेको त्यसमा डसहरू लागेको धुलोहरू लागेको फोहोरहरू लागेकोलाई एकदम सफा गर्छ। लास्ट फाइनलमा त खत्रै देखियो हौ खतरा। ल हजुर छ स्विच छ त्यहाँ पुरै छ स्विच। टप खत्रै छ स्विच। ल यत्रो दुःख गरेर बवाल भयो।